उपलब्धिको कुरा गर्न चाहे के भने कामै नगर्नु कि गर्नुहुन्छ भने बलियो काम गर्नु है। यस्तो हुन्छ जुन तटबन्ध लगाएको कुरो छ त्यो काम चाहिँ आधा बर्खा असार नलाग्दै त्यो तटबन्ध चाहिँ भुटिन थाल्छ, त्यस्तो चाहिँ नहोस्। र अर्को कुरा चाहिँ सङ्घ संस्थाको कुरा पनि आज यहाँ धेरै सङ्घ संस्थाबाट आउनु भएको छ। उहाँलाई चाहिँ के भन्न चाहे भने बाढी आउँछ, जुन बाढी आउँछ बाढीको बेला चाहिँ के मतलबै हुन्छ है। म पनि एकपल्ट परेको थिएँ यो विकास समाजको काम गर्दाखेरि म चाहिँ फिल्डमा गएको थिएँ। त्यहाँ फिल्डमा तालिम चलाउँदा जाँदाखेरि अझै त्यति पकडियापुरमा म फसेको थिएँ। त्यहाँ चाहिँ के थियो भने सुरुमा तालिम चलाउँदा जाँदाखेरि पानी थिएन, पछि आयो अनि बढ्दै जाँदा जाँदा यतिसम्म पानी आयो है। त्यहाँ कसैले केही हेर्न आउनु भएन। त्यो बाढी आएको 3 दिनपछि चाहिँ हामीलाई चाउचाउ बाँड्न आउनु भयो। कृपया कि भने बाँड्नै नमार्नु कि भने हेलीफुट मार्नु उहाँलाई। त्यसै पनि बाढी आएर उहाँहरू सताइएको हुनुहुन्छ, उहाँहरू कमजोर हुनुहुन्छ।